दुवा तपाईकै मात्रै पर्छ, समस्या तपाईकै जनता मात्रै पर्छ, नराइने बुढोमा मात्रै पर्छ। समाजमा तपाईले मान्छे त्यो मात्रै छ नि, यहाँ छैन। तपाईले के गर्नु पर्छ, हामी यहाँ चुप्पै बसिहाल्ला। तपाईले काम गर्नु भएको छ भने तपाई जानुहुन्छ त। मैले काम के गरिरहेको गर्नु, काम गरेपछि नेतै बन्ने नि तपाईँले। काम गरेपछि नेतै बनिहाल्नु पर्ने के हुन्छ, बन्ने ल भन्नु। सांसदै बनिहाल्नु पर्छ, मेयरै बनिहाल्नु के पर्छ। गर्ने त? समाज सामाजिक काम गर्नु न छोड्दिने त्यतिकै बसेर। के त्यतिकै छोडिदिने, त्यतिकै छोड्दिने। त्यतिकै छोडिदिने। तपाईँले नचलाएर देश चलाएको थिएन, हिजो चलाएको थिएन, भोलि चल्ने होइन। तपाईँले चलाउँदा चल्ने हो यहाँ। चलाओ राजाको रैती भएर हिँड्या मान्छे को बुझ्नुभयो मिस्टर दिवाकर शर्मा। रैती के पद रैती हो रैती भएर देशको सेवा गरेर माओवादीको द्वन्द्वकालमा बन्दुक तेर्स्याएर हिँड्या मान्छे हो। 59 सालमा जागिर खाएर अगाडि बढेका मान्छे हो। बन्दुकको नालसँग नडराएको मान्छे हो। बुझ्नुभयो। नै के गर्नुपर्छ, त्यसले के गर्नुभयो? हामीले त्यो गरिदिँदाखेरि तपाईँ आनन्दभित्र निदाउनु भयो, आनन्द मस्त निदाउनु भयो। नत्र हामीले ननिदाबा तपाईँ कहाँ जानुहुन्थ्यो होला। निदाउनु भयो। तपाईँले बचारी जनता सब ऊ भयो होइन, बाँच्यो। हो कोही मरेन, केही भएन। तपाईँले जोगाउनु भयो सबै। लड्न गएपछि हिँड्न गएपछि मर्दैनन् मान्छे। कोही केही मर्छ एउटा यो राज्यको कर्मचारी भन्नु, म आफ्नो इमान्दारिता गरिदिँदैन, आजको इमान्दारिता गरेर आयो। मैले लडेको च्याल फालेर लडेको मसँग साथी दायाँ बायाँका साथी फुर्सदमा आएर राजनीति गर्दैछु भन्नु। त्यो तपाईँ कन्सेप्टबाट हटाउनुहोस्। एउटा राज्यको कर्मचारी भए त राज्यले खटेका ठाउँमा जानु पर्यो, उद्धारको ठाउँमा जानु पर्यो, काम गएर आएको बकाइदा गरेर आएको दायित्व हो। तपाईँ जस्तो बसेर तपाईँको दायित्व च्याल हो। खाएर गफरिया होइन। बसेर दायित्व होइन। के दायित्व म देशलाई तपाईँले बसाल्नु भयो, देशलाई बसेर आयो तपाईँले बसाल्नु भयो, देशलाई तपाईँले खाना दिनु भयो, देशलाई पर्यो भनेर साथी तपाईँले बनाइदिनु भएको हो, तपाईँले बनाइदिनु भएको। बस देशैभरि छेडिएको छ। देशलाई पर्यो भनेर साथी खोलेर बन्दुकको नालको गर्नु राज्यको कर्मचारी हो, तपाईँको दायित्व हो त्यो। तपाईँ त्यो भए दायित्वमा किन जानु सेवा भयो? गर्न जानुभयो, तपाईँले समाज तपाईँ गर्दै। त्यो पुलिसमा जाएर खान किन जानु भयो तपाईँ? किन सबैले पुलिसै हुनु भने तपाईँ हो? देशलाई पर्याप्त छैन। तपाईँ यसो सबैले पुलिसै हुनु पर्ने नि। देशलाई राज्यले नि पुलिस आयो, अहिले हामी पनि पुलिस हुन्छौँ ल। राज्यले ल्यानुहोस् न। त्यो त फिट हुन पर्यो नि पुलिसले त। जानु भएन। फिट हुन तपाईँले पर्यो पुलिस फिट हुनु पर्यो। फिट हुन पर्यो नि त जानलाई। सबै कुरा पार गरेर सक्नु पर्यो नि। त सबै पुलिसै भएर देश चल्छ। त्यसै भन्याबाट मुख होइन, सबै पुलिस भएर देश चल्छ। व्यापार गर्नु जस्तो सजिलो हुँदैन। व्यापार गर्न तपाईँले किन गर्नु पर्यो? व्यापार गरेर देखाउनु न तपाईँ। मैले गरेको छु गाउँ हिँड्नु। के गर्नुभयो? गाउँ मेरो होटल पनि छ, कपडा पसल पनि छ, गाउँ हिँड्नु तपाईँ अहिले। सबै अब तपाईँ अब नेता बन्न लाग्नुभयो तपाईँ। दुईटा पनि व्यस्त गरेर राजी गरेर खाइहाल्नु पर्यो, उता व्यापार गरेर खाइहाल्नु, नेता बनेर पनि खाने। सेवा गरेर हिँडेको नेता गरेर मैले खाना दिएँ। के गरेर तपाईँले पाल्ने? नेता गरेर जनताले केही नपाउँ भने यता नेता भएर पनि तपाईँले तान्ने, उता जागिर गरेर पेन्सन छँदैछ, यता व्यापार गरिराख्नु भएको छ तपाईँको सबै तपाईँले। मैले भनेको जनताले केही नपाउँ। सांसदको तलब भत्ता यस क्षेत्रको बासिन्दालाई दिन्छु, सांसदको तलब भत्ता भनेर हिँडेको छु। बुझ्नुभयो? त्यसैमा नानी त्यो तलब भत्ताले यो यहाँको जनता पालिन्छ? यहाँको कृषि उत्पादन वृद्धि हुन्छ, तपाईँ जस्तो यहाँको मान्छेलाई पालिएला। हुन्छ, यहाँको गएर बिल हुन्छ, तपाईँ जस्तो मान्छे नपालिएला, तर त्यो दिन दुखीको यहाँको चाहिँ खानेपानी घाउमा बन्छ मलम लाग्छ। तपाईँको यो तलब भत्ताले। दिन दुखीको घाउमा मलम लाग्छ। तपाईँ जस्तो नपालिएला। शरम लिएर जाने भोलि बिहान तलब भत्ता लिँदैन भन्ने कुराहरू भ्रष्टाचार गर्ने भोलि बिहान हस्तार गरिन्न हामी। हस्तार हामी गरिँदैन। हिजो पनि गरिँदैन भने के प्रमाण? हिजो पनि प्रमाण दिइन्छ। बकाइदा हिजो भन्ने पनि सबै त्यसै भनेर आउँछ। प्रमाण हिजोकाले के भने हिजोका भने तपाईँ धुलेर आएर अग्नि परीक्षा दिएर आउनु भयो।